अब यसको फुल चाहिँ यस्तो फुल्दो रहेछ मुरुङ्गाको। अब पत्ताहरू यो हो सबै अब डाँठबाट निकालेको। अब यसरी निकाल्दै जाने हैन। यसरी डाँठ चाहिँ छिपेको डाँठ चाहिँ हुँदैन, कलिलो डाँठ चाहिँ हुँदो रहेछ। अनि यो पात सिर्कायो अनि त्यसपछि तरकारी बनाउनु। यसरी यो नरम मुन्डो भयो चाहिँ यस्तो मुन्डो सानो सानो मुन्डो भयो चाहिँ चल्दो रहेछ। अब यो फुल त अब पकाएर खाएको छैन हेरौँ। अब यो डाँठ हो। अब हेर्नुहोस् यस्तो भयो यो। अब यसमा पनि पत्ताहरू अलिअलि यस्तो छिपेको डाँठहरू छ भने फेरि सिर्किएर फ्याँक्नु हुन्छ। यो मुरुङ्गा नेपालमा चाहिँ सजीवन हो कि के भन्दो रहेछ। यो चाहिँ एकदम मुटुको रोगीहरूको लागि एकदम लाभदायक हुन्छ रे भनेर चाहिँ साथीहरूले यो अब श्रीलङ्का त आदिवासी धेरै छ नि त, तिनीहरूले त अब यो सजीवनको अब कोसा पनि ठुल्ठुलो हुँदो रहेछ। त्यो कोसाले चाहिँ अब दालमा तरकारी यसै पनि अर्को मिक्स तरकारीहरूमा बनाएर पनि खाँदो रहेछ। अब हामीले चाहिँ यो पत्ता पनि अब उनीहरूले पत्ता पनि खाँदो रहेछ, हामीले पनि त्यही सिको गर्दैछ यसको चाहिँ। अब यस्तो है। अब यो कलिलो डाँठ चाहिँ खाए पनि हुन्छ। अब छिपेको चाहिँ पातै सिर्काएर खाँदाखेरि अलिक सजिलो हुन्छ, खाँदा चाहिँ केही फरक पर्दैन। अब यो फुल पनि खाएको छैन हामीले। यो अब यस्तो फुल आउँदो रहेछ, यस्तो फुलहरू आउँदो रहेछ। यसबाट चाहिँ कोसा फल्ने हो। अब यतिखेर हामीलाई चाहिँ अब हामीले कोसा फल्दैछ, यसको सिजन हो अहिले, सानो सानो मुना। अनि अब तपाईँको यो चाहिँ खास त्यो कुङकाङ के साग भन्छ नि, यो कुङकाङ साग हो। यो चाहिँ यो खास चाहिँ अब त्यो के भन्छ अरे सकरखण्डको पातहरू, मुना पातहरू टुप्पाको होइन। योहरू चाहिँ योहरू पनि सागमा युज गर्दो रहेछ। अनि यो चाहिँ कुङकाङ साग हो के भन्छ नि यो तपाईँको यस्तोहरू। यसको पनि मुन्टा लिएर आएर हामीले अब रोपेको छ। अब यसको पनि औषधि राम्रो साग हुन्छ भनेर चाहिँ अब हामीले यसलाई पनि प्रयोग गरिरहेको छ। अब विदेशमा अब यो महँगो छ बजारमा, त्यसले गर्दाखेरि हामीले पनि यहाँ अलिअलि रोपेको सदुपयोग गर्दैछु। यति नै हो आजको। अनि अरू तरकारीहरू चाहिँ यसमा मिक्स गर्नलाई चाहिँ यो प्याज, टमाटर, गाजर, अनि यो अदुवा, अब लसुन भयो, लसुन हो हामीले अब लसुन त्यति युज गर्दैन। यो खोर्सानी, प्याज, क्याप्सिन यति। अनि अब नुन खोर्सानी अब यसमा मिलाउनु भने नुन मसला मात्रै हो। अब बनाउनलाई रेडी गरिरहेको छु। भाँडा यो हो। अनि अब मसलाहरू यहाँ छ। यो चाहिँ जिरा के अरे मरिचको धुलो हो। यो चाहिँ किनभने अब यो धुलो गरेर आयो भने जतिखेर पनि जुन चिजमा पनि म्याच गर्दो रहेछ फेरि यो चाहिँ। ल यति नै हो। अब म यता घिउतिर लागेँ। यो घिउ हो, नेपालबाट ल्याएको घिउ चाहिँ यो जमेछ, त्यही भएर। अनि अब यसलाई बोइल गर्दैछु। अब यसलाई अब एकचोटि पकाएपछि अनि यसलाई चाहिँ सेलाएपछि टक्क राखिदिनु भने विचार गर्दैछु। बिना डेटको हो नेपालको यो। ल धन्यवाद, शुभ दिन सबैलाई।